हेलो साथीहरु नमस्ते सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत छ। यो अम्बकको बोट चाहिँ के भरे यतातिर बाङ्गेर आएछ त हेभी भारी भएछ। हाम्रो इस्कुसको चाहिँ सबै यता पनि गएको छैन कि इस्कुस आज त इस्कुसको मुन्टा टिपेर खाम यस्तो यस्तोमा म टिप्छु अब एकछिन यो मुन्टो टिपिदिइहाल्छु। कस्तो अम्बकको बोटमा हाम्रो इस्कुस गएर होला नि हेर्नु कस्तो फलेको अम्बक हो सबैजना। अनि बाटोमा चाहिँ हेर्नुहोस् त कस्तो छ। म चाहिँ यहाँनिर यत्रोबाट ब्याग अनि यो चाहिँ नानीको स्कुल ब्याग अनि यो चाहिँ मेरो ब्याग बोकेर आउँदैछु। कत्रो कत्रो सगरखण्डाको पत्ता कत्रो कत्रो सगरखण्डाको पत्ता यहाँनिर हेर्नु त पुरा मजाले नि मजाले लगाइदिन्छ। यसको यो खाने बेला भयो त अन्त यो हेर्नु त यो खाने बेला के कम यतिकोमा खायो भने मात्रै हुन्छ है यो नभए मिठो हुँदैन नि। टाटा ए गाडी लगाएर खानु चाहिँ कस्तो मिठो हुन्छ हेर्नुहोस् त। यो टमाटर के साह्रो अगुडा अनि इस्कुसको मुन्टा टिप्ने अब म यस्तो बाटो हेर्नुलाई खोइ यता आउनु न यो इस्कुसको मुन्टा टिपिदिन्छु। ओ पकाएर खाने हो नि भुटेर यो होइन अझै टिप्छु एकछिनमा म। नमस्ते म अन्सु छेत्री मेरो नयाँ डेको नयाँ ब्लगमा स्वागत छ सबैजनालाई। साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ है। हेर्नुहोस् त यो 3 किलोको यो 3 किलोको काँक्रा कत्रोबाट यसको अब के बनाउने थाहा छ। तर यो काँक्रा त कलिलो हेर्दाखेरि पाकेको जस्तो देख्छ होइन साथीहरू। तर यो काँक्रा कलिलो छ न्याम न्याम फासक फासक जाने खालको छ होइन। मलाई चाहिँ रुगामर्गी लागेर आँखा पनि अझै आँसु आइरहेछ। घाममा हेर्नु भएको छैन रुखो चाहिँ नभन्नु होला। अन्त यो चाहिँ खल्पी लगाउने भनेर सोचेको तर यो खल्पी लगाउनु नहुने रहेछ। हेर्दा चाहिँ पहेँलो देख्छ तर यो काँक्रा कलिलो रहेछ। म चाहिँ उयो के अरे छिपेको भने खल्पी लगाउन सोच्दै थिएँ अब खल्पी चाहिँ नलगाउने। अनि हेरेको त कत्रो पानी पर्दो रहेछ भने पुरै नाला बगेछ। किनभने यो अब पानीको सिजन हो पानीकै महिना हो पानी त पर्छ। अब त्यहाँ हाम्रो हेर्नु त्यहाँ हाम्रो मकै सकियो यहाँ भाँचेर खाइसक्यौँ। अब भित्रभित्र खाएको मकै खाँदैछौँ। हेर्नु न यो इस्कुसको झ्याल चाहिँ के भएको कम्ता छैन फल्दैन हेर्नुहोस् न। तर यो ढिलो फल्ने खालको इस्कुस हो साथीहरू अहिलेसम्म फलेको छैन हौ इस्कुस देख्नुभयो। तर हामी त अहिले त किनेर खाँदैछौँ इस्कुस नफलेर नि साथीहरू। हेर्नुहोस् त झ्याल बाटोहरू सफा गरेर यहाँ त यहाँनिर यत्रो जग्गामा पनि पहिरो जान्छ हेर्नु न यत्रो जग्गामा पनि यहीँ पाहाडमा पनि पहिरो जान्छ होइन। यहाँ त यहाँ चाहिँ ढुङ्गै ढुङ्गा लगाएको छ बाटोमा चिप्लेर लड्छ भनेर है। हेर्नुहोस् त बाटोमा चिप्लेर लड्छ नि त त्यही भएर ढुङ्गा लगाइदिएको। यहाँ चाहिँ कस्तो मजाको अदुवा भयो हेर्नु न सिनिक्क पारेर गोडिदिएको अदुवा गोडेपछि त चिटिक्क भयो त सिनिक्क भएन। मासुतिर पकाउँदाखेरि हामीले यस्तो अदुवा लगाउँछ पो त यस्तरी अदुवाहरू कस्तो भएको छ अल्टारा खुल्टी खोलाहरू पुरा सुसायो। पाहाड पानी छुँदैछ यहाँबाट त्यसो खोला सोला नाला पुरा सुसायो खोला नाला होइन। पुरा सिमसिम पानी पर्दैछ। अनि बाटो चाहिँ कस्तो डर लाग्छ र बाटो मलाई चिप्लेर लडेको अस्ति नै म यहाँ हामी चिप्लेर लडेको अहिले पनि खुट्टा दुख्छ मलाई त चिप्लेर लडेको बिस्तारी बिस्तारी नै पुरा डर लाग्छ म त। यस्तो पानी परेको बेला हामी बाइकमा हिँड्छ होइन। त्यता पाहाड हेर्नुहोस् त पाहाड अस्ति नै म कहाँ लडेको भनेर देखाइदिन्छु ल अलिक अगाडि यहाँ ल कहाँनिर भन्दा हो यहीँनिर हो यहाँ अलिक टर्निङ छ नि त घुमाउनु अब बाटो आएको छ। म चाहिँ नि ब्यागहरू पनि हेर्दैछु यहाँ दामी दामी ब्यागहरू पनि रहेछ होइन है। कुन चाहिँ ब्याग किनौँ भनेर हेर्दैछु। यो ब्याग पनि राम्रो त राम्रो यो ब्याग कति रहेछ दाम दाम रहेछ। अन्त यतातिर चाहिँ सामानहरू सब के किन्न चाहिँ म चाहिँ अब सामान ब्यागहरू चाहिँ यता पनि रहेछ। आज चाहिँ म ब्याग किनौँ कि भनेर विशालमा आएको। यहाँ कुर्तीहरू छ होइन के सामानहरू त रहेछ। यहाँ पर्सहरू पनि रहेछ पर्सहरू ओ ब्याग त यहाँ पनि रहेछ हौ। छ यहाँ चाहिँ हेर्नुलाई मजा मजाको कुर्तीहरू होइन। यहाँ चाहिँ यो चाहिँ कुर्तीहरू छ के छ होइन। म चाहिँ अरू चाहिँ केही किन्न होइन ब्याग चाहिँ किन्नु पऱ्यो भनेर आएको थिएँ मन परेन कुन चाहिँ किन्नु किनभने
कति दामी दामी रहेछ। तर म चाहिँ कपडा चाहिँ नकिन्ने आज चाहिँ। यसो सर यो लङ पेन्ट पनि राम्रो रहेछ। तर समेत चाहिँ सामानहरू बिस्किटहरू के पास्ता बिस्किटहरू किनेको। पास्ता बिस्किटहरू के किनेछ हामीले चाहिँ। पापड यो बिस्किट एउटा किन्दा एउटा फ्रीवाला अनि पापडहरू पनि अनि यहाँनिर पास्ता के किनेको चामल के किन्नु। यो चाहिँ हामी चाहिँ विशालमा आएर सामान किन्दैछौँ। सब्जीहरू बाटो चाहिँ यहाँनिर पहिरो गएको थियो। यहाँ यहाँ पहिरो गएर होइन यहाँ पनि अलिक पर होला पहिरो गएको छ हौ। सानोबाट कस्तो यस्तो ढुङ्गा भएको पनि पहिरो जान्छ हौ। गाडी आउँछ गाडी कहाँ पो पहिरो गएको थियो। यहाँ त पहिरो गरै कहाँबाट माथिबाट पहिरो झरेर हो साथीहरू। कस्तो अप्ठ्यारो छ ल बाटो। तेरे बिना म चाहिँ यहाँ मासु बोकेर आउँदैछु। उही पारामा कस्तो डर लाग्छ भने नि मलाई यो बाटोमा चिप्लेर नि बाइकको चक्का यस्तो चिप्लिन्छ नि। स्कुटी बाइकको पहिला पनि म ड्वाङ्ग स्कुटीबाट लडेर होइन काबु स्कुटी त त्यहाँदेखि त जिन्दगीमा नकुदाउने भन्ने स्कुटी अनि बाइक पनि लड्छ साथीहरूको बेला। त्यो बाटोहरू यस्तो छ। म चाहिँ 3 महिनामा बजार गइरहेको म साथीहरू। 3 महिनामा बजार कति आउनुहुन्छ। मलाई आजकल कहीँ जानु मन लाग्दैन होइन। बजार त झन् पैसा खर्च गर्नु 3 महिनामा बजार गएको 2000 क्विक साथीहरू। हेलो पुरा गोल खेलेर मान्छे कराउँदैछ पुरा। रेटी चाहिँ उयो गऱ्यो मोबाइल बजिरहेछ खै त रेटी जाडो आज त पानी परेन। तर आज त मौसम राम्रो भयो। हामी चाहिँ पास्ता खाँदैछौँ। पङ्खा घोल्छ कान्छी कि घोल्दैनौ। कस्तो भयो पुरा यो खान्छु त्यो त पिरो भएर पुरा पसिना आयो। ए होस् नखोला त अलिकति यसलाई देखाउन अलिकति ल्याउँ न। टमाटरहरू लगाएर हेल्नु गएर आम्मा खै लुगा यहाँ त लुगा अब यो जुका हिँडेको जस्तो देख्छु त म त। के हो यहाँ आम्मा खै हेरौँ चिल्लायो पछाडि उता फर्की त उता फर्किन। आम्मा के भएर चिल्लाएको घिच्रो भरि खोइ हेर्नुहोस् त घिच्रो भरि एलर्जी भएछ नानीलाई त। ए के भएको यो हिलोले मैला आम्मा यसको हाल हेर्न फुटबल खेलेर फुटबल लु। नानीलाई चाहिँ नुहाउनलाई जाँदैछ। पुरा पानी आएको छ कि छैन खोरौँ। यी बाटो चाहिँ यस्तो छ नि खै पानी आउँदैछ पाइपमा। ए लुगा खोलेर त्यही पानीले नुहाइहाल फट्टै। हेर त चिल्लाएर मम्मु राम्रै भयो। कसले चाहिँ अनि गर्नु लगायो त अन्त। ए पानी मजाले कत्रोबाट आएको रहेछ। पानीमा पनि जुस भएर अहिले घर त कि नुहाउनु पनि लु नुहा न अन्त। पानी कत्रोबाट आएको छ पाइपमा। तर यो पानीमा पनि जुस भएर होला यहाँनिर अन्त खै यो मकै चाहिँ कस्तो छ म हेर्छु खै कलिलो पो रहेछ हौ। यो टमाटरको पनि के भएको यस्तो साह्रो मरेर के भएको यो टमाटरको पत्ताहरू हेर त। यसको त अस्ति पनि सुकेको तर फेरि आइहाल्छ। यो आज त कच्चै टमाटर टिपेर खानु। अब मकै खाने पोलेर त्यो करेलाको नाम मात्रै छ हाल्दै खाँदैन। यो पानी चाहिँ म मुग्दै भइहाल्छु। फुल के को फुल खान्छ पुरा चिलाइसक्यो। हेलो साथीहरू आज चाहिँ हामी लोकल माछा खाँदैछौँ। अलिकति मेरो नानीले चाहिँ लोकल माछा मन पराउँदैन होइन। मेरो नानीले चाहिँ लोकल माछा मन पराउँदैन। अनि हामीलाई के माछा बाम माछा के माछा हो यो। मलाई पनि यस्तो माछा खानु मन लाग्दैन तर मेरो भागमा आएछ। हेर्नुहोस् त
बाम माछा के भन्छ यसलाई ए चुच्चे माछा ए चुच्ची माछा नि हेर्नु न चुच्ची माछा अन्त सानो सानो मात्रै पाउँछ हामीहरूकोतिर त माछा हो इल माछा इल अनि भेन्डीको सब्जी भेन्डीमा माछा मिसाएर पकाएको मेरो नानीले खानेकुरा यो त्यो केही खाँदैन त्यही भएर लु त्यसो हेर्नुहोस् न जे पाए त्यही गरम खायो भने पो मोटो हुन्छ त अब यस्तो भिटामिनको खोलामा पक्रेको माछा खाँदैनन् के भन्नु खोलामा त म कति कहाँको उयो बगेर आउँछ के त्यस्तो सोच्यो भने त कहाँ हुन्छ त अन्त we should not think that much understand we should eat everything if we want to be healthy अब यो माछा चाहिँ म खाँदैछु साथीहरू अब के गर्नु भन्दै बाई 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 भन्दै त यसले त भेन्डी र आलुको खाँदैछ पर्खी एकछिन